कस्तो देखिरहेको छु ओहो कता हिँडेको थिएँ त्यो गरेर मेरो गाडी छ रमाइलो पनि हुन्छ अरे म त त्यतैतिर हिँडेको नि सङ्गीता आज त विश्रामको दिन बाह्र घर जानु पर्दैन अरे सङ्गतिलाई हरेक हप्ता गएकै हो नि एक दिन नजाँदा के नै हुन्छ र मेला भनेको त कहिले काहीँ मात्र हप्छ रमाइलो त गर्नु परेन यस्तो कुरा नगर लोडी आमा हामी जुन फसल फलाउँछौँ त्यो उम्रन बढ्न फल फलाउन परमेश्वरको त हात हुन्छ के को परमेश्वरलाई प्राथमिकता दिनु खोइ अहिलेसम्म केही देखा पनि छैन मलाई त विश्वास गर्न छोडिसक्यो नभन न लोडी आमा आज सङ्गति जानुपर्छ सङ्गति छुटाउनु हुँदैन तपाईँ धेरै गफ नगर्नु त ए छोरा ए लुडे यता आइज त हजुर किन बोलाउनु भएको मम्मी मेला घुम्न मन सिकाएर मेला मलाई त कस्तो रमाइलो लाग्छ हो आज त विश्रामको दिन हो पालन गर्नुपर्छ सहर जानुपर्छ छोरा नजाऊ कविता मेरो सङ्गत गर्न मजा गर्छु उहाँकी दाइ संसारिक जीवन त क्षणिक हो तर परमेश्वरको जीवन त अनन्तको लागि छ तर परमेश्वर मलाई यस्तो मन पर्दैन लाग्छ मेरो श्रीमानलाई के भएछ हजुरको आमा भएछ दाइ लडेर ढाडमा चोट लागेको छ हस्पिटल जानु लागेको ए तपाईँलाई दुःख भयो होला म आफै लान्छु तपाईँको पनि काम होला ए हस् मेरो पनि काम छ घरमा राम्रो लग्नु मेरो दाइलाई हेलो हजुर के काम थियो होला हजुर के काम थियो होला म त मेलाबाट बोल्दैछु हजुरको छोरोको एक्सिडेन्ट भएको छ नजिकैको पशु अस्पतालमा लाग्यो भन्छ हजुरको श्रीमतीले जानकारी गराउनु भन्नुभएको थियो हे प्रभु मेरो छोरालाई रक्षा गर्नुहोस् हो के भयो तिमीलाई हे परमेश्वर मेरो छोरालाई रक्षा गर्नुहोस् हे परमेश्वर मेरो छोरालाई रक्षा गर्नुहोस् धन्यवाद परमेश्वरलाई उसको अवस्था हेर्नु छ तपाईँहरू एकछिनपछि विस्तार हुन सक्नुहुन्छ धन्यवाद हो समीक्षा संसारिक रमाइलो क्षणिक छ तर प्रभुको आनन्द अनन्तको लागि प्रभु घर जाने हामी
ओहो फर्केर आइपो मान्छे हुनुहुन्छ अन्त त्यो भाइ अन्त कता जान्ला भाइ तिम्रो परमेश्वर त कति महान हुनुहुँदो रहेछ म पनि तिम्रो परमेश्वरलाई विश्वास गर्न चाहन्छु ए परमेश्वर दयालु हुनुहुन्छ त्यसैले हामी पनि उहाँ जस्तै हुन प्रयास गर्नुपर्छ बाचा गर्छु तपाईँले सही बाटोको जुनमा बोल्नुभयो दाइ अब हाम्रो मण्डली सधैँ आउनु होला अनि कति बजी आउने समय चाहिँ भन्दाखेरि ठ्याक्कै 10 बजे बिहान हजुर भाइ म पनि आउँछु ल हस् हामी चाहिँ पहिला प्राथमिकता परमेश्वरलाई दिनुपर्छ